यहाँहरू सबैलाई हार्दिक स्वागत छ। मौरी पालनमा धेरैजनाको चासो र जिज्ञासा भएकोले गर्दा सदाझैँ आज पनि प्रश्नको उत्तर लिएर आएको छौँ र हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला र हामीले एकदमै महत्त्वपूर्ण प्रश्न चाहिँ भिडियो बनाएर प्रस्तुत गरिदिने कोसिस गरिरहेको छौँ र धेरैजनाको प्रश्नको उत्तर हामीले कमेन्टमा पनि रिप्लाई गरिदिएको छौँ र विशेष गरी हामीलाई जितु मदनज्यूले प्रश्न गर्नुभएको छ र उहाँ कालिम्पोङबाट हुनुहुन्छ र उहाँले प्रश्न गर्नुभएको थियो यो अक्टोबर महिनामा चाहिँ मौरीलाई सिफ्ट गर्न मिल्छ कि मिल्दैन भनेर उहाँले प्रश्न गर्नुभएको थियो र यो अक्टोबर महिनामा एकदमै सिफ्ट गर्न मिल्छ। तपाईँले अक्टोबर महिनामा सिफ्ट गर्नुभयो भने एकदमै स्ट्रङ कोलोनी छ भने चाहिँ तपाईँले नोभेम्बर महिनामा चाहिँ सुपर राखेर आधुनिक हारमा चाहिँ सुपर राखेर तपाईँले हनीहरू हार्भेस्ट गर्न पनि एकदमै सक्नुहुनेछ र तपाईँको मौरी एकदमै अलिकति विक छ, अलिक कम्ती छ भने चाहिँ तपाईँले यो सिजनमा चाहिँ मौरीलाई चाहिँ डेभलप गर्ने काम गर्नुहोस्। साइन्टिफिक बक्समा चाहिँ 8 फ्रेम चाहिँ टनाटन बनाउनुहोस् र अर्को सिजनमा चाहिँ तपाईँले छिटै तपाईँले हनीहरू हार्भेस्ट गर्न सक्नुहुनेछ र तपाईँले सिफ्ट गरेको दिन चाहिँ अलिकति साँझको बेला तपाईँले चाहिँ अलिकति मह पानी घोलेर बनाउनुहोस् र त्यो मह पानीमा चाहिँ अलिकति हल्दी हालिदिनुहोस् र हल्दी हालेर चाहिँ तपाईँले दिनै पछि 2-3 दिन चाहिँ त्यो मौरीलाई चाहिँ फिडिङ गरिदिनुहोस् र तपाईँले त्यो फिडिङ गरिदिनु भयो भने चाहिँ मौरी एकदमै छिटो डेभलप हुन्छ, मौरी एक्टिभ भएर चाहिँ काम गर्न थाल्छ। त्यसो गरी चाहिँ मौरी एकदमै राम्रो हुन्छ। ल हस् त, नमस्कार, धन्यवाद।